सबैजनालाई। तपाईहरु पनि हाम्रो पानीटार अवश्य घुम्न आउनु होला है। सो हाम्रो पानीटार त्यसै पनि राम्रो पानीटार। अनि यहाँको वेदरको कुरा गर्नुहुन्छ भने चाहिँ यस्तो छ नि, यस्तो कुल अनि यस्तो राम्रो छ। सो तपाईहरु नै आएर यहाँको इन्भाइरोमेन्टसँग खेल्नु होला। जस्तो कि हुन्छ नि यहाँको माहौल हेर्न सक्नुहुन्छ हेर्नु त, चियाको बोट छ। सो चिया टिप्नुहोस्, टिपेर टोकोमा चाहिँ होइन नि फेरि गोजीमा लाएर घर लानुहोस्, किनकि तपाईँ घुम्न आउनुहुने तपाईँसँग धोबे हुन्न नि त, चिया बोक्ने ढोक्सी हुन्न। सो गोजीमा लाएर लग्नुहोस्, पानीटारको चिया हो भनेर है। सो हाम्रो नेसनल फ्ल्याग चाहिँ थोरै अलिकति च्यातेको अवस्थामा रहेछ। हुन त अब कसैले च्यातेको होइन यसलाई, यो चाहिँ अब यहाँको हावाको बेगको कारणले च्यातिएको हो। सो अब यसलाई परिवर्तन गरेर पनि धेरै साध्य हुन्न होला, त्यसैले उहाँहरूले छोड्नु भएको हो। अब हुन त परिवर्तन गरिराख्नु जरुरी हो, किनभने अब सम्पूर्ण पर्यटकीय महानुभावहरू चाहिँ यहाँ आएर फोटो खिच्ने भएको भएर, कुनै पनि आफ्नो मेमोरीको लागि भिडियो बनाउनु हुने भएको भएर चाहिँ परिवर्तन गर्नु जरुरी रहेछ। सो स्थानीय सरकारको ध्यान थोरै जाओस् यसप्रति। सो म त्यही भन्न चाहन्छु। अनि सम्पूर्णलाई हाम्रो पानीटार चाहिँ घुम्न आउनुहोस् है त। हवस् त, नमस्ते, बाई बाई।